मैले नेपाली जनता र नेपालको विकासको लागि एउटा भिडियो बनाएको छु। सारा नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण दलका नेतागण नेपाल सुरक्षाकर्मी शिक्षक तथा सम्पूर्ण निजामती कर्मचारीहरूमा मेरो सेवा नमस्ते नमस्कार। नेपालको सम्पूर्ण परिस्थितिलाई केन्द्रमा राखेर मैले केही कुराहरू भन्न चाहे। अहिलेको नेपालको यस्तो परिस्थिति आउनमा खाली भ्रष्टाचारलाई मात्र दोष दिएका छन्, तर नेपाल गरिब हुनका धेरैवटा कारणहरू छन्। मैले 1 नम्बरमा नेपालको संविधान धेरै नरम र फितुलो छ। यहाँको मुलुकी ऐन कमजोर छ, जसले गर्दा एउटै व्यक्तिले खरबौं भ्रष्टाचार गरे पनि हामीले के गर्न सकिरहेका छैनौँ। एउटा मान्छेले कुनै पनि जनतामा अन्याय अत्याचार गर्यो भने के गर्न सकिरहेका छैनौँ। यही सम्बन्धमा यही संविधान र मुलुकी ऐनको कमजोरीले विदेशीले नेपालीलाई हेपिरहेको छ। मान्छेहरू अनावश्यक कामहरूमा आफू खुसी गरिरहेका छन् भनिरहेका छन्, जसको लागि दोहोरो संविधान र दोहोरो मुलुकी ऐन बन्नुपर्छ। र मैले राजनीतिक दल वा नेपाल सुरक्षाकर्मी शिक्षक र निजामती कर्मचारी प्रणालीमा बृहत फेरबदल गर्नुपर्छ। यसको लागि निम्न कुराहरू मैले विधागत रूपमा उल्लेख गरेको छु। यो समग्र देश विकासको लागि हो। नम्बर 1 मा राजनीतिक दल। अब प्रत्येक राजनीतिक दलका नेता कार्यकर्ताहरूको उमेर 65 वर्षसम्म मात्र कुनै पनि पदमा बस्न पाउने र प्रति व्यक्ति 2 चोटिदेखि उठ्न र पदमा बस्न नपाउने बनाउनु पर्यो। राजनीतिक दलका नेता कार्यकर्ताहरूको उमेरको सिरियल नम्बर हुनु पर्यो। सबैभन्दा जेठो कुन हो, जसले पार्टी अध्यक्ष र उमेर अनुसार नै उपाध्यक्ष सचिव सदस्य उमेरको सिरियल अनुसार हुनुपर्छ, ताकि कहिले पनि पदमा हानाहान बाँडबाइलो हुँदैन र पार्टी पनि फुट्नबाट जोगिन्छ। तर शासन पक्षले सबैलाई समान रूपले हेर्नुपर्छ, कुनै पाखा कुनै काखा गर्नु भएन।